आज चाहिँ म जाँदैछु माइत। माइत भन्नु बित्तिकै मलाई चाहिँ खुसी हुन्छ है। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को मिनी ब्लगमा। बिहानको खाना खाएर हामी चाहिँ निस्क्यौँ झापाको लागि। अनि मेरो छोरालाई चाहिँ बुवाले बोक्नु भयो भने कान्छी र म चाहिँ झोला झ्याम्टा बोकेर हिँड्यौँ। अनि कान्छीलाई चाहिँ मैले बेतना घुमाउन पाइनँ, उसलाई चाहिँ मैले अर्को पालि घुमाउँछु भनेर भनेँ। अनि त्यसपछि हामी चाहिँ बसमा चढेपछि चाहिँ हाम्रो आमा छोराको बानी चाहिँ के छ भने गाडी चढ्ने बित्तिकै निदा लाग्छ क्या। अनि हामी चाहिँ सुतेरै जान्छौँ क्या प्रायः जस्तो। अनि मेरो छोरा चाहिँ दमक पुगेपछि चाहिँ उठ्यो। अनि मैले चाहिँ त्यहाँनिर है दमकमा पुल बनाउँदै रहेछ। अनि मैले चाहिँ भिडियो गर्नु थालेँ। अस्तिको भन्दा चाहिँ पुल चाहिँ धेरै नै बनाइसकेको रहेछ है यो पालि चाहिँ। अनि म चाहिँ कस्तो गर्छु भने गाडीमा चाहिँ मेरो छोरालाई चाहिँ म सुत्नै दिन्छु क्या, किनभने अहिलेको बाटो कति नराम्रो छ नि त। अनि खाडल खुडुल छ नि त धेरै। अनि त्यसपछि गाडी पनि अलिकति स्लो हुन्छ। अनि त्यही माथि उखालिराख्छ कि। अनि घ्याचक घ्याचक रोक्दाखेरि मेरो छोरालाई चाहिँ मात लाग्छ, त्यही भएर म चाहिँ उसलाई सुत्न नै दिन्छु। अनि हामी चाहिँ ओर्लेर घरतिर लागेको। यो चाहिँ हाम्रो सर्टकट बाटो हो, पिच बाटो पनि छ। तर पिच बाटो चाहिँ कस्तो छ भने अलिकति ज्यादा हिँड्नुपर्छ कि। अनि हामी चाहिँ सर्टकट बाटो नै लागेको। यहाँ चाहिँ फेरि झारहरू उम्रेर है कस्तो छ क्या सर्टकट बाटो चाहिँ। कुरोहरू पनि पलाइरहेछ। अनि पर हेरेको त मेरो बाउआमा पनि यहाँनिर बिउ फाल्नु हुँदै रहेछ। अनि भोलि चाहिँ त्यहाँ रोपाइ अरे भाउजूहरूकोमा। अनि घर पुगेको, घर वरिपरि पनि सबै ट्र्याक्टरले जोतेर त है धान रोप्ने बनाइसकेको रहेछ। अनि मलाई चाहिँ भोक लागेर म चाहिँ चटपटी खान गएँ, चटपटी लिएर आएँ है। अनि मेरो छोराले चाहिँ चिप्स र त्यो अहिले बच्चाहरूको खै खेल्ने के हो त्यो घडी जस्तो किन्यो कि। अनि मेरो छोराले चाहिँ अझ भोलि जेमा पनि उसलाई भिडियो बनाउनु पर्ने हुन्छ कि। अनि मलाई यहाँनिर मामु भिडियो गरिदिनु देखाउँछु भने। अनि मैले त्यसको भिडियो गरिदिँदैछु, उसले चाहिँ सबै देखाउँदैछ क्या। अनि यहाँ लाउने यो भनेर देखाउँदैछ। अनि चटपटी खाएर चाहिँ बसेको, आमा आउनुभयो। अनि आमाको चाहिँ आज है त्यो खेताला गएको पैसा आएको रहेछ। अनि आमाले चाहिँ चिस लिएर हामीलाई खुवाउनु भयो। अनि मेरो छोरालाई चाहिँ चस गर्नुपर्ने हुन्छ। अनि हामीले चस गऱ्यौँ। हामी खाने चाहिँ 4 जना मात्रै थियौँ अहिले घरमा चाहिँ। अनि हामी 4 जना चाहिँ खायौँ, अरूलाई चाहिँ राख्दिउँ, भाइहरू चाहिँ कामबाट आएको छैन। अनि हाम्रो बाउ चाहिँ जङ्गल जानुभएको छ दाउराको लागि। दाउरा त छ तै पनि खै कति कुद्नु भएको जङ्गलले मात्रै बिरामी मान्छे। अनि भन्दा पनि अब रिसाउनुहुन्छ, त्यही भएर हामीले चाहिँ छोडिदिएको भन्नु। अनि हामी आमा छोरी चाहिँ निङ्ग्रो बोकेर बाहिर निस्क्यौँ, किनभने भित्र त बसि नसक्नु छ दिउँसो है। झन् तातो त हाम्रो त छाना पनि टिनको छ नि त। अनि टिन तातिएर बसि नसक्नुहुन्छ है, फेन खोल्यो भने पनि तातो नतातो हावा आउँछ। अनि हामी चाहिँ आमा छोरी चाहिँ बाहिर बसेर निङ्ग्रो खेलाउन थाल्यौँ। यहाँ केटाकेटी चाहिँ फेरि माटो खेल्न थाल्यो कि। अन्त माटो खेल्नु चाहिँ खेल्नु, तिमीहरूले भरे त्यहाँनिर हातखुट्टा धोएर हुन्छ कुटा खान्छ भनेको हुन्छ भन्यो। अनि उनीहरूलाई चाहिँ मैले माटो खेल्न दिएँ क्या। अब केटाकेटी के गरोस् त है, उता पनि घामै घाम थियो। अनि यतै शीतल हुन्छ र उनीहरूलाई चाहिँ मैले त्यहाँ खेल्नु दिएँ। अनि मेरो आमाले चाहिँ चटपटे खाँदै निङ्ग्रो खेलाउनु हुँदैछ कि। अनि हाम्रो आमाको चाहिँ गफै सकिएको छैन। अनि हाम्रो आजको सब्जी चाहिँ यही हो। अनि यो निङ्ग्रो चाहिँ मलाई मम्मीले खोजेर पठाइदिनु भएको। हाम्रो आमा छोरीको चाहिँ पुरा गफ जाँदैछ क्या। आमाले चाहिँ मलाई भन्नुहुँदैछ कि त्यो हिलोले खुट्टा खायो भनेर देखाउनु हुँदै थियो क्या। अब हिलो है हाम्रो आमाको चाहिँ फेरि धेरै हिलोले खुट्टा खान्छ कि। अनि यहाँनिर मेरो भदैले चाहिँ फेरि स्कुलबाट ब्याग दिनुभएको रहेछ है। अनि यो ब्याग चाहिँ फेरि कस्तो डह्रो कि, भोलिदेखि चाहिँ यसैमा किताब कपी हालेर बोक्नु डह्रो रहेछ भनेको क्या मैले भदैलाई। अनि यो चाहिँ मेरो गाउँ हो है। अनि मेरो गाउँ कति राम्रो देखिएको छ है। अहिले धान रोप्ने सिजन छ नि त, असार साउन दामी देख्छ झन् के त्यो जोतेर। अनि यहाँनिर बारीहरूमा धानहरू रोपेर पहिला चाहिँ यही कामहरू अब गर्न अलिकति के त्यो गर्दा गर्दा झ्याउ लाग्थ्यो क्या। कति काम हो, कति हिलोमै म त छिर्ने जस्तो लाग्थ्यो। अनि अब बिहे भइसकेपछि त मैले कति भइसक्यो नि त धानहरू नरोपेको। अनि अहिले चाहिँ मलाई रहर लाग्छ कि, त्यो बेला झ्याउ लाग्थ्यो, अहिले चाहिँ रहर लाग्छ। तर अब सकिँदैन, नानी भइसकेपछि त झन् मेरो त ढाड त खुस्किए जस्तो हुन्छ कि। अनि म चाहिँ भिडियो बनाउनु गएको, यो 2 जना पुच्छर चाहिँ अघि मेरो पछि लागेर आइसकेको रहेछ। भोइस ओभर पनि राम्रोसँग गर्नु आउँदैन। अनि फोनको क्यामेराको क्वालिटी पनि राम्रो छैन। त्यही पनि हेरेर माया गरिदिनु होला भन्दै आजलाई बाई बाई, फेरि भेटौँला।